नमस्ते सम्पूर्ण हाम्रा साथीहरू बन्धुहरूमा हामी अहिले तानसेनको रानी महल भन्ने ठाउँमा छौँ। रानी महल यो रानी महलको तल बगरमा छौँ। अहिले हामी चाहिँ खास तानसेन मोबाइल व्यवसायी सङ्घबाट हामी पिकनिक आएका थियौँ। त्यही पिकनिकको क्रममा हामी हिजो त्यता बस्यो र अहिले हामी चाहिँ बिहान गङ्गा स्नान गर्न आएका छौँ। अहिले चाहिँ यो रानी महलको तटमा बसेर सबैले आधुनिक युवाहरू भए पनि पुरै धार्मिक पारामा बसिरहेका छन्। ल ऋषि दाई, हजुर, हाम्रो उहाँ सम्माननीय दाजु ऋषि दाईले 2 शब्द भन्नुहुन्छ। मैले भनिसकेँ, अघि भनिसकेँ। ल अब अगाडि बढ्नुहोस्। ल हाम्रो यहाँको अध्यक्षज्यूले फोटो खिच्दा ठिक्क छ। ल भन्नुहोस् अध्यक्षज्यू। नमस्कार सम्पूर्णमा। हामी पालपाली मोबाइल सङ्घका साथीहरू हिजो नाइट क्याम्प फायर गरेर मिति 2080 11-18 गते गाईघाट रिसोर्टमा नाइट क्याम्प फायर गरेर आज बिहान केही साथीहरू यो रानीमहल दर्शनसहित कालीगण्डकी स्नान गरी रमाइलो पनि गर्ने धर्म पनि गर्ने भनेर चाहिँ आएर चाहिँ रमाइलो गर्दैछ। ल सन्तोष, एकदम व्रता रमाइलो भयो। एकदम व्रता रमाइलो भयो। कुरो बुझ्नुहोस् नि। व्रता रमाइलो भनेपछि